साथीहरू, अब त रामले पनि सोच्न थाले होला, भयभरका दुःख र समस्या दिनका लागि चाहिँ म र मेरो परिवार मात्र भेट्टाइस भगवान्। हो, रामले एउटा ठुलो समस्या समाधान गर्दै गर्दा त्योभन्दा ठुलो समस्या पेन्डिङमा बसेको हुन्छ, कति बेला रामलाई आक्रमण गरौँ भनेर। यो पछिल्लो समय रामले जुन दुःख खेपिरहेका छन्, त्यो देखेर सबै दर्शकहरू एकदमै दुःखी हुनुहुन्छ। यदि राम र रामका परिवार चाहिँ खुसी हुनुपर्छ, फेरि पनि सुख छाउनुपर्छ त्यो परिवारमा भन्ने पक्षमा हुनुहुन्छ भने चाहिँ कृपया यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम लेख्न भने चाहिँ पक्कै पनि नभुल्नुहोला। अहिले पछिल्लो समयमा पनि रामले कमलालाई आमा बन्ने सपना पुरा गर्नका निम्ति त्यो घर बेच्दै गर्दा यति बेला परिवार सबै रिसाएको अवस्था छ। अब फेरि पनि त्यो कमलालाई आमा बन्ने सपना पुरा हुन नदिनका लागि सुर्तीले कुनै षड्यन्त्र रच्ने अनि दुःख दिने चाहिँ पक्कै पनि गर्नेछिन्। अब रामलाई फेरि पनि एउटा चुनौती थपिएको छ कि कमलाको सुरक्षा गर्ने। हो, कमलालाई यति बेला पेल्नका लागि अब सुर्तीले कुनै पनि कसुर बाँकी राख्ने छैन। हो साथीहरू, सुर्तीको हरेक व्यवहारलाई निगरानी गर्दै कमलाको सुरक्षा गर्नु अर्को ठुलो चुनौती बोकेका रामले त्यति धेरै ऋणको भार बेहोर्नु पनि पर्ने अवस्था छ। अनि साथीहरू, अघिल्लो एपिसोडमा चाहिँ रामले मुनालाई छुटाउनका लागि फेरि पनि एउटा ठुलो जोखिम मोलेका छन्, खाली कागजमा साइन गरेर। त्यो खाली कागजमा साइन गरेपछि अब त्यो व्यक्तिले रामलाई फसाउने सम्भावना भने एकदमै धेरै छ। अनि त्यति गरेर मुनालाई छुटाइसकेपछि पनि मलाई चाहिँ सुर्तीले छुटाएको हो भनेर मुना यति बेला सुर्तीको चरणमा गएर आशीर्वाद लिएको अवस्था छ र कमलासँग चाहिँ एकदमै धेरै रिसाएको अवस्था छ। अब आउने दिनमा चाहिँ कमला र मुनाको सम्बन्ध कस्तो होला? यिनीहरू दुईजना मिल्न नसक्ने अवस्था चाहिँ मैले धेरै देखेको छु है, किनभने यति बेला मुना एकदमै धेरै रिसाएकी छिन्। अब रामले एउटा ऋणको बोझ उठाउनु छ, अर्को कमलालाई आमा बन्ने सपना पुरा गराउनु छ र मुनालाई पनि हरेक कुरा बुझाउनु छ। अनि परिवार सबैलाई समेटेर फेरि पनि पहिलाकै घरमा फिर्ता लानका लागि ठुलो भूमिका खेल्नुपर्नेछ। अब आउने दिनमा के कसो होला त्यो हेर्नका लागि चाहिँ नयाँ भाग पक्कै पनि नछुटाइकन हेर्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्कार।